यो केराको बोक्रा काट्दाखेरि अलिकति चाम्रो नै हुँदो रहेछ। फेरि यो किन काटेको भन्नु होला, हामीले भान्साघरबाट निस्किने फलफुल तरकारीका छिल्काहरूको कम्पोस्ट मल बनाउने भन्ने कुरा पहिलेदेखि सुनेको कुरा हो। त्यसको लागि मैले काटेको। विशेष गरी केराको बोक्रा अनि अन्डालाई चाहिँ मिचेर धुलो बनाउने गर्छु मैले। अरू पनि धेरै छिल्काहरू, धेरै बोक्राहरू आउने गर्छन् हाम्रो फलफुल तरकारीहरूमा। यिनीहरूलाई जति सक्दो मसिनो बनाएको खण्डमा छिटो गल्ने, छिटो माटोमा मिल्ने हुन्छ। त्यही भएर जति सक्दो मसिनो बनायो भने बिरुवाले पनि छिटो लिन सक्छ। अझ राम्रो भनेको त खाल्टो खनेर माटोमा गाड्ने र गाडिसकेपछि त्यो मल हुन्छ। मल भइसकेपछि बिरुवामा छितर्दाखेरि बल्ल त्यसले राम्रो रिजल्ट दिन्छ। तर मैले भने डाइरेक्ट लगेर बिरुवाको नजिकै, जराको धेरै नजिक पनि होइन, जस दुईवटा बिरुवाको बिच जस्तो खाली ठाउँमा लगेर खाल्टो खनेर गाडिदिन्छु। यसरी गाड्दाखेरि यो प्रोसेस चाहिँ अलिकति छिटो सजिलो प्रोसेस हो। अर्को तरिका भनेको पानीमा डुबाएर 48 घन्टा पानीमा डुबाइसकेपछि त्यो पानी पनि छिट्ने गरिन्छ। यसरी छिट्दाखेरि त्यो पनि एउटा मलको रूपमा, फर्टिलाइजरको रूपमा प्रयोग हुन्छ भन्ने कुरा सुनेको थिएँ मैले। तर यो मैले माटोमा गाड्न लगाएको चाहिँ सजिलो प्रोसेस हो। यो गरिसकेपछि फोहोर पनि माटो मुनि गयो, कतै भाँडामा राख्नु परेन, कतै पुर्न परेन, फेरि निकालिराख्नु परेन। त्यो हिसाबले गर्दाखेरि यो छिटो, राम्रो, सफा, यो सजिलो तरिका हो। अब जसलाई जस्तो सजिलो लाग्छ त्यस्तै गर्दा राम्रो। धन्यवाद।